guys, welcome back to my new channel. देखिन्छ म सरिता पुनमगर हैन म चाहिँ आज आफ्नो दोजाङमा हल्का सोशल एक्टिभिटिजहरु गराइरा छु। तपाईहरुले पनि आफ्नो बच्चाहरुलाई घरमा प्रिपेयर गराइराख्नु होला किनभने सानैदेखिबाट जे सिकायो त्यही नै सिक्ने हो बच्चाहरुले। र मैले यहाँ आज गराउन लागेको चाहिँ हल्का सरसफाई भनौं न, आफूले खेल्ने ठाउँ र आफूले के गरे भनौं न, जे चिज पनि खाने हातहरु भनौं शरीरै भनौं सफा राखे भने वातावरण सहित हामीले आफूलाई पनि सरसफाईमा ध्यान दियो भने राम्रो हुन्छ। अनि हाम्रो यहाँ दोजाङका सबै यहाँ हाम्रो दोजाङकै सबैभन्दा ठुलो यिनीहरु हेर्नु गाइस के गरिरहेछ तिमीले आज? घाँस हालिरहेछौं डस्टबिनमा। घाँस हालिरहेछौं? अंश आज हामीले घाँस हालिरहेछौं र गोबर हामीले घाँस हाले छैनौं। हामीले के गर्दै छौं? सोशल एक्टिभिटिज के गर्दै छौं अंश? सोशल एक्टिभिटिजमा के हुन्छ? हो तिमीहरुले खेल्ने ठाउँ सरसफाई भयो भने के हुन्छ? राम्रो र निरोगी हुन्छ हो कि हैन? अर्थ पनि सरसफाई हुन्छ। तिमीले आफूले खेल्ने वरिपरि हैन अथवा घर अनि आफूलाई सरसफाई राख्यो भने हाम्रो अर्थ पनि सरसफाई हुन्छ। बुझ्यौ कि नै? स्कुलमा म्यामहरुले कति तिमीहरु बस्ने डेस्कहरु सरसफाई गर्नुहुन्छ कि नै? गर्नुहुन्छ नि। अनि तिमीहरु धुलोमा बस्यो भने तिमीलाई रुगाखोकी अथवा झाडा पखाला लाग्छ कि लाग्दैन? लाग्छ नि। त्यही भएर हामीले पनि के गरिरहेको, हाम्रो खेल्ने ठाउँलाई स्वच्छ बनाउन लागेको आज हैन? हो कि हैन? ल के गरिदै छ? गुरु वातावरण सफा गर्दै दिनको हो। आज कुन दिन पर्यो? आज शनिबार। शनिबारको मौका पारेर हामीले सरसफाई गर्दै छौं हो कि हैन? अनि केही दुई शब्द भन्न चाहन्छौ? गुरु हामीले वातावरण सफा गर्यो भने आफूलाई पनि फाइदा हुन्छ, अरूलाई पनि फाइदा हुन्छ। अनि सबैजनाले मिलेर गर्नुपर्छ। अनि वातावरण सफा राख्यो भने रोगहरु लाग्दैन अनि रोगबाट बच्न सकिन्छ। त्यही हो। अनि तिमीहरु कस्तो लागिरहेछ? खुसी लागिरहेछ सरसफाई गर्न पाउँदा आफ्नो दोजाङ, आफ्नो क्लब? आफ्नो मात्रै नभएर यहाँ हाम्रो कति धेरै गेमहरु छ हो कि हैन? अनि हामीले यहाँ सरसफाई गरेर अब अरूले गरे पनि नगरे पनि हाम्रो दायित्व चाहिँ के हो? आफूले खेल्दा समयमा सरसफाई गर्नुपर्छ हो कि हैन? सरसफाई वरिपरि बस्ने ठाउँ सरसफाई गरेर मात्र हुन्छ? आफ्नो ठाउँ मात्र सरसफाई गरेर हुन्छ र? आफूलाई पनि सरसफाई गर्नु पर्यो हो कि हैन? अब अहिले तिमीले यहाँ सरसफाई गर्दै छौ अनि त्यसपछि अहिले गएर हात धुने, सर्लक्क हात खुट्टा मुख धुने हैन? अब गेम खेलेपछि बेलुका पसिना आइरा हुन्छ, घर गएर सर्लक्क नुहाउने हैन? अनि आज शनिबारको दिन हाम्रो के दिन हो? के दिन हो? अनि अरूले पनि आफ्नो भएको ठाउँहरुमा सरसफाई गर्नु होला। अनि अनिललाई कस्तो लागिरहेछ? राम्रो लाग्छ? कुनै दुःख त छैन नि? दुःख भइरहेछ र? हामी सबै मिलेर गरिरहेछौं हो कि हैन? हैन? हामी सबजना मिलेर गरिरहेछौं हो कि हैन? हामी सबजना मिलेर गर्ने कि नगर्ने? हैन? अब तिमीहरुले ठुलो मान्छेले गरे भने मैले गरे भने त सानो मान्छेले सिक्ने हो कि हैन? जस्तो अंशले, सौरभले हैन? यिनीहरुले सिक्ने हो। अनि कस्तो दुःख लाग्छ र? लाग्छ हैन? हाम्रो यहाँ हेर्नु कति मेहनती छ। समीप पोज हो। हाम्रो यहाँ दुईटा डस्टबिन लिएर हिँड्राछन्। किरण झाडुम्यान ओ यो पोज हो। ल हाम्रो जे होस् आजको थोरै भए पनि हामीले यो भिडियो मार्फत थोरै सन्देश दिनेछौँ सरसफाइको बारेमा। अनि यो गर्नु नै एकदम राम्रो हो कि अलिकति ठुलो मान्छेहरूले गरम भन्यो भने बल्ल अनि सानो बच्चाहरूले यस्तो बच्चाहरूले सिक्ने हो। सौरभ, अंश कमेर खै त पोज दिदेऊ त एउटा हाँस्देऊ हाँस। केटी यस्तो पोज दिने हैन के? ओ माई गॉड। ओ ल गणेश ओ गुड भेरी गुड। राजकुमार श्रेजल के छ? ठिक छ ल
एकछिन आजको लागि म यही भन्दै आफ्नो भिडियो एन्ड गर्न चाहन्छु सबैजनाले हेरेर माया गरिदिनु होला अर्को भिडियोमा भेटौँ यो साइकल पनि हटाऊ